हामीले याद गर्नुपर्ने कुरा चाहिँ मानसिक स्वास्थ्यको बारेमा पनि हो। मानसिक स्वास्थ्यको लागि चाहिँ धेरै टेन्सन नलिने, धेरै सोच्नु पर्दैन। प्रेग्नेन्सी एउटा सामान्य अवस्था हो, बिस्तारै जान्छ। अहिले त यति सोसियल मिडियाको हैन प्रभाव छ, सामाजिक सञ्जालमा अहिले यति इन्फर्मेसनहरू छ हैन। एउटा मान्छेले एउटा कुरा गर्छ, अर्को मान्छेले अर्को, डक्टरहरूले पनि कति थरीको विषयमा कुरा गरिरहनु भएको हुन्छ। त्यही भएर म चाहिँ गर्भवती महिलाले बरु सामाजिक सञ्जालबाट टाढै बस्नु भन्छु। बरु जे छ स्वास्थ्यकर्मीलाई सोध्ने, केही समस्या छ भने डक्टरहरूलाई सोध्ने, त्यो अनुसार गर्ने र किताब पढ्ने। बरु राम्रो किताबहरू छन् हैन, आध्यात्मिक भए पनि हुन्छ अथवा इन्स्पायरिङ किताबहरू पढ्ने, राम्रो गानाहरू सुन्ने, त्यो गर्यो भने सजिलो हुन्छ। त्यो गर्यो भने मानसिक स्वास्थ्य राम्रो हुन्छ। त्यसैगरी श्वास प्रश्वासको पनि एक्सरसाइजहरू हुन्छ, यिनीहरूले पनि मानसिक स्वास्थ्यलाई सही ठाउँमा ल्याउन मद्दत गर्दछ। सो त्यही भएर सामाजिक सञ्जालको टाइम चाहिँ बरु यी कामहरूमा दिन सकेदेखि पहिलो हजुर त्यो चाहिँ बरु बढी उपलब्धि हुन्छ होला। र पछिसम्म पनि लङ टर्ममा हामीले यो स्टडीहरूले पनि देखाएको छ, त्यस्तो गरेको, किताब पढेको, गाना सुनेको आमाहरूको बच्चाहरू अझ हेल्दी र अझ बढी इन्टेलिजेन्ट भएको पनि देखाएको छ। त्यही भएर आफ्नो फ्री टाइमलाई चाहिँ सही तरिकाबाट युज गर्नु राम्रो हुन्छ।